नमस्कार, म आशाराम चौधरी 12 क्षेत्र नगरपालिका वार्ड नम्बर 4 को वडा अध्यक्ष र अहिले हामी समग्र 12 क्षेत्र नगरपालिका 4 र 5 को संयुक्त अमा सिमसार वन उपभोक्ता समिति र अमा सिमसार को समूहबाट यहाँ अहिले जुन तपाईको यो बहुउद्देश्य कृषि फर्म मा जुन माछा पालन हामीले यहाँको उत्कृष्ट उत्पादन छ भनेर जानकारी पाएर यहाँको फर्ममा हामी पनि केही बुझ्न केही सिक्न र यहाँबाट आफ्नो सिकाइलाई त्यो ठाउँमा हाम्रो अमा सिमसारमा पनि यो यस्तै प्रकारको हामीले उत्पादन गर्न सक्छौं र गुणस्तरीय माछा त्यहाँबाट हामीले उत्पादन गर्न सक्छौं भन्ने उद्देश्यले हामीले यहाँको यो फर्ममा आज अवलोकनको लागि आएका छौं, केही सिक्नको लागि आएका छौं, केही बुझ्नको लागि आएका छौं र यहाँ मैले पाएँ धेरै प्रजातिका माछाहरू यहाँले उत्पादन गरिराख्नु भएको छ र मैले सुन्दै नसुनेको अहिले यो F1 भन्ने जुन माछा यहाँहरूले उत्पादन गर्ने हुन्छ एकदमै खुसी लाग्यो। वास्तवमा नेपाल कृषि प्रधान देश भएर कृषिलाई नै हामीले फोकस गरेर र देशको समृद्धि र उन्नति प्रगतिको लागि कृषिमै आधारित रहेर हामीले केही गर्न सक्छौं भन्ने यहाँ तपाईको यो फर्मबाट हामीले केही सिकेका छौं र यो जान्ने मौका पायौं र तपाईहरुले हामीलाई यो जानकारी गराउनु भयो। एकदम धेरै खुसी लागेको छ। धेरै धेरै धन्यवाद दिँदै म यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।